होस् जेसुकै गर्नु, अब मैले घरमा पनि कसैलाई भनेको छुइनँ, तपाईँलाई भनिदिइहालेँ हो। अब म हिँडेँ भने हिँडेँ रे, तपाईँले जान्नु के गर्नु कसो गर्नु। नमस्कार सबैमा। यो प्र्याङ्क भिडियो सुट गरेको निकै भयो नि त नि। अब सबैले पहिला चाहिँ ला यसको फोन उठाउनु हुँदैन, यसले प्र्याङ्क गर्छ भनेर कसैले मेरो फोन उठाउँदैन थिए हो। अब अहिले चाहिँ मैले प्र्याङ्क भिडियो गरेको निकै भयो, झन्डै 2-3 महिना भयो हो। आज म अब अर्को प्र्याङ्क गर्छु। त्यो चाहिँ मेरो कान्छी आन्टीलाई, मेरो आमाको सानो बहिनीलाई चाहिँ अब म प्र्याङ्क गर्दैछु। अब के चाहिँ भन्नु हुँदो रहेछ, फोन उठाउनुहुन्छ कि हुन्न फेरि हो। क्यामेरा अलिक यस्तो गरेर, यो बनाएको होइन है, यो अगाडि बनाएर गरेको होइन, यो चाहिँ सुन्नु है अब के भन्नु हुँदो रहेछ। हेलो हेलो, म हो नान्टी रुसा। के हो आवाजै सुनेन हौ बोलेको, के गर्नु हुँदैछ? यहाँ मेरो सिल्ला परिहाल्छ। भन् त। पूजा गरिसक्नु भयो? सके त। भाइ गुन्द्रुक लिएर आइपुग्यो? आइपुग्यो। अल्छी लाग्यो भर्खर आएर कस्तो गरम भयो कि अनि अल्छी लागेर त्यही गुन्द्रुक र उयो भुटिदिए के भैँसी सिङ्दैछ, त्यो भुटिदिए अल्छी पनि लाग्यो। किन फोन गरेको हो त? के भइरहेछ? के पनि भएको छैन, त्यतिकै नि अब आइपुग्नु भयो कि भएन भनेर फोन गरेको। मेरो टाउको दुखेर नि सुतिरहनु भएको छ? गुन्द्रुक झोल बोलाएर बसिरहेको छ। अङ्कल आएको छैन। एउटा गफ गर्नुपर्ने छ हौ। भन्नु न। अब कराउनु हुन्छ कि बा भनौँ? भन्नु के कराउनु? रिना आन्टी, म साउनमा जन्मेको नि। अब त्यो चाहिँ मलाई थाहा छैन। हो त, मेरो जुलाई 21 तारिक मेरो बर्थडे हो नि त। अब जुलाई भनेपछि साउन त हो नि। बिहा गरेको महिनामा भाग्दा हुन्छ? भाग्दा? जन्मेको महिनामा भाग्दा हुन्छ? त्यो त कहाँ थाहा छ हौ मलाई नि। किन बिहा गर्ने? अब सोच्दैछु। अब यत्रो दिन बसिस राम्रो दिनमा जान आउँछ। अब के को त्यो मान्छेलाई लगन आएपछि राम्रो न, अरूलाई चाहिँ हल्ला नगर्नु है, तपाईँलाई मात्रै भनेको नि। के हुन्थ्यो? हो साँच्ची अब जाने हो, जाने चाहिँ भन्दैछु। अब त्यस्तो क्लियर चाहिँ छैन, सोच्दैछु। यत्रो दिन बसेर नगर हौ। अब यत्रो दिन बसेर अब सधैँभरि बस्नु क्या? कसले पाल्छ हौ आन्टी? साउनमा त नजा। साउनमा हेर्छ मान्छेहरूले साउनमा उयो पनि गर्दैन भन्छ नि, पूजापाठ पनि गर्दैन भन्छ। अब म चाहिँ हेर न, उसलाई अब मेरो मभन्दा ठुलो कोही छैन, तपाईँलाई नै सोधौँ भनेर नि हौ। म इन्डाइरेक्टली कसैलाई सोध्छु? कसलाई सोध्नु? सोध्छु इन्डाइरेक्टली। केही हुँदैन हौ, आज भागिदिइहाल्छु जेसुकै होस् नानी, म हिँडेपछि त। त्यस्तो त नगरिरु छ। हेर्नु न, अब मैले मरेर मैले आर्ट गरेको छु अब यत्रो वर्षमा हो। अब तपाईँ चाहिँ, म यहाँ कामदैछु आन्टी, तपाईँलाई भन्दा पनि। तेरो बोली देखेर कामदैछु म यहाँनिर सुनिरहेको छु त कस्तो डराइरहेको छस्। के गर्नु अनि अब हौ छाउ, म त यो पालि चाहिँ मैले आर्ट गरेको आन्टी, जेसुकै होस्। तेरो बोली सुनेर मलाई डरस नि पुलिस लागेर त के भयो भनेको। अनि म त अघि दिउँसोदेखि भनौँ लागेको नि त। हिजो पनि त्यहाँ विशाल मार्टमा भेटेर कुरा गरौँ कि भने भाइहरू त्यहीँ थिए होइन, भन्नु अप्ठ्यारो लाग्यो। अन्त अहिले चाहिँ आज अहिले त नगरौ छ, पर्खिन अब कहिलेसम्म पर्खिने हौ आन्टी? बुढो भइसक्यो त। राम्रो दिन पारेर गर्न अब होइन, बिहा गर्नै पर्छ हुनु चाहिँ होइन। तर अब यत्रो दिन बसिस, अन्त अब 1-2 दिन पर्खिन, राम्रो दिन पारेर उयो गर्न हौ। कहाँ त्यो साउदी भएको छ र साउनमा? मलाई त त्यो त थाहा छैन, आइता छैन है मलाई त। आन्टी पैसा रुपियाँ पनि छैन, अलिकति पैसा पनि दिनु ल। साँच्ची त 1 रुपियाँ पनि छैन पैसा पनि। साँच्ची आन्टी, अब कहाँ हौ अर्काको मात्रै भरोसामा हिँड्नु त हौ। अब 1-2 रुपियाँ त आफू पनि बोक्नु पर्यो नि। मलाई प्र्याङ्क गर्दैछ क्यौ? गर्छु हौ प्र्याङ्क, यस्तो सिरियस कुरामा चाहिँ कसले प्र्याङ्क गर्छ हौ? तैँले प्र्याङ्कै गर्दैछस् हौ, मलाई अहिले याद भयो। तपाईँलाई मेरो आवाज सुनेर त्यस्तो लागेको छैन? म यहाँ कामदैछु रिना आन्टी। फेरि स्वर सुन्दैछु, अर्कै छ भोइस त तेरो त।
के त म मैले भनिहालेँ। होस् जेसुकै गर्नु, अब मैले घरमा पनि कसैलाई भनेको छुइनँ, तपाईँलाई भनिदिइहालेँ हो। अब म हिँडेँ भने हिँडेँ रे, तपाईँले जान्नु के गर्नु कसो गर्नु। अहिले म त त्यही, अब म चाहिँ कसलाई भनेर हिँड्नु आन्टी। अब भाइलाई भनौँ भने कसरी भन्नु हुँदैन, बहिनीलाई पनि अब तिनीहरूलाई केटाकेटीलाई कसरी भन्नु। ल त्यो दिन जे हुन्छ हुन्छ हेरौँ अब। अब त्यो दिन सो दिन होइन, अब मैले आज एकखेप पर्मिसन लिएपछि अब म जहिले पनि हिँड्दा भयो है, मैले सोधिसकेको छु नि। अब्बे हाँस न त, प्र्याङ्क नगरे त्यसो मलाई। साँच्ची हो आन्टी, प्र्याङ्क गरेको होइन, पैसा चाहिँ अलिकति दिनु ल आन्टी। होइन हौ, पैसा त भइहाल्छ नि, पैसाको त सुर्ता नगर्न। प्र्याङ्क चाहिँ नगर्न हौ, टाउको दुखिरहेको। होइन आन्टी, म चाहिँ यहाँ यस्तो भइसकिसकेँ नर्भस, ऊ चाहिँ हाँस्नु पो हुन्छ हौ छ्याउ। कसलाई सोध्नु त हौ आन्टी, कसलाई भन्नु। उही म ज्योतिषी होइन के होइन। अनि ए बाबा, जो दुनियाँलाई हल्ला पनि त फिजाउनु भएन नि त आन्टी। यस्तो कुरा त सटेक सुटु गर्ने कुरा हो, अब सबैलाई गाउँले बोलाएर त भन्नु भएन नि त। प्र्याङ्क गर्दैछ सब मलाई। तपाईँले प्र्याङ्कै, म भाइको दिन चाहिँ आफै जान्नु है राखेको म होस्, तपाईँले मेरो मनको कुरै बुझिदिनु भएन हौ। कसलाई चाहिँ भन्नु, ठुले आमालाई भनौँ भने अहिले ठाडै आउनुहुन्छ हो, माइली आन्टी त्यस्तो खालके छिनन्, अनि कसलाई चाहिँ भन्नु। होइन यो चाहिँ त होइन, मैले विश्वासै गरिनँ हौ छोरी। आमा धन्न, म केही जान्दिनँ, अलिकति पैसा रुपियाँ पुग्छ भने दिनु हो। बिहा गर्न त हेरौँ, बिहा गर्न ल भइहाल्छ, सबै पैसा रुपियाँको सुर्ता नगर्न त, म हालिदिइहाल्छु। म फोन पनि लिएर जान्न नि त, क्यास दिनु ल। फोन पनि लिएर जाँदिनँ, क्यास राखिदिनु ल, पैसा पनि। विश्वास चाहिँ लागेको थियो है आन्टीलाई। हो कि होइन, विश्वास चाहिँ लागेको थियो नि। अब म यस्तो सिरियस भएर बोले विश्वास लागेन। पुरा तेरो सोच सुनेर विश्वास त लाग्यो। अन्त विश्वास चाहिँ लागेको थियो, यस्तो सिरियस पाराले भने कि आन्टीले विश्वास चाहिँ गरेको हो। के भन्दैछु भनेर कसले लान्थ्यो नि यस्तो 50 सिटीमा पनि नपाक्नेलाई। भलु धन्यवाद, त्यति प्र्याङ्क गर्नको लागि फोन गरेको। सुत्नु अब। टाउको दुखेको पनि जाति भयो होला आन्टी। हजुर, टाउको दुखेको जाति भयो। ल गुड नाइट।